सो हाई गाइज, आज चाहिँ म मेरो कपाल काट्न जाँदैछु। मैले चाहिँ एससी सकेपछि कपाल काट्छु भनेर म वेटिङमा थिएँ अनि फाइनल्ली मेरो एससी नै सकिसकेको थियो। यो चाहिँ एससी सकेको अर्को दिन 26 गते हाम्रो एससी सकेको थियो र 27 गते चाहिँ म कपाल काट्न जाँदै थिएँ। अनि त्यहाँनिर जान आएको थियौँ अनि यहाँनिर चाहिँ कस्तो त्यो ट्रकको कस्तो इरिटेटिङ आवाज आयो। अनि जिन्सा दिदी र हामी त्यही भन्ला थियो कस्तो इरिटेट है भनेर। अनि हामी चाहिँ मिराकलमा काट्ने भनेर आएको थियौँ नि त, त्यसैले मिराकलमा जाँदै थियौँ। अनि जिन्सा दिदी खै आफ्नो फेस हेरेर के भन्नु लाग्यो थियो। अनि त्यसपछि हामीले चाहिँ कट पनि सोचेको थिएनौँ हामी कुन काट्ने भनेर। त्यसपछि गयौँ, मेरो कपाल हेर्नु न कति लामो लामो देखिँदैछ अहिले चाहिँ। अनि हामीले जुत्ता निकाल्यौँ अनि त्यसपछि भित्र गयौँ अनि हामीलाई जाँदा सोध्नुभयो कि हेयर कट गराउने हो भनेर। अनि हामीले भनेर भन्यौँ। अनि कुन कट काट्छौ भनेर सोधेँ। हामीले कुनै कट नै सोचेका थिएनौँ। अनि एकछिन बस्यौँ, हामी एकछिन बसेर हामीले कट डिसाइड गऱ्यौँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ घरबाटै हेयर वास गरेर आएको थिएँ। सो त्यसैले मेरो कपालमा चाहिँ कन्डिसनर लाएर पखालिदिनु भयो, किनभने अब त्यतिखेर त धुनै पऱ्यो नि त कपाल। म घरबाट त्यतिखेर नै हेयर वास गरेर आएको थिएँ। अनि त्यसपछि मेरो कपाल यसरी पखालिदिनु भयो। अनि त्यतिखेर नि म मनमा सोच्नै लागेको थिएँ कोही अरू कट काटु या कुन कट काटु भनेर सोच्नै लागेको थिएँ। हेर्नु न गाइज म कस्तो त्यो देखाएको छु। अनि मैले चाहिँ हजुरकै चोइस जुन कट मलाई सुहाउँछ जस्तो लाग्यो त्यही कट काटिदिनु नि त भनेर भने। अनि त्यसपछि मेरो कपाल नि काटिसकेको छ, हजुर हेर्न सक्नुहुन्छ गाइज। मेरो चाहिँ सुरुमा त्यो कट गर्दाखेरि कस्तो आँसु नै आइसकेको थियो कि सुरुमा। त्यसपछि त अब ठिकै छ। म चाहिँ यो कपाल हेरेर अनि म चाहिँ मलाई घरमा गाली त गर्नेनन् भनेर म चाहिँ घरमै सोच्दै बसेको थिएँ। हजुरआमा त अब जे भयो नि, अब मम्मा त खासै केही भन्दैन, तर हजुरआमा चाहिँ धेरै काट्यो भने भनेर भन्दै थिएँ घरबाट नै। अनि मलाई चाहिँ डर पनि लाग्दै थियो, तर केही छैन, कुछ पाने के लिए कुछ खोना पड़ता है भन्छ नि त। अनि त्यस्तै सोच्न लागेको थिएँ। यो चाहिँ मेरो फाइनल लुक गाइस, सब काटिसकेको छ, हेर्न सक्नुहुन्छ पछाडि पनि। अनि त्यसपछि हामीले दिदीलाई बाई भन्यौँ। अनि त्यसपछि हामी आयौँ बाहिर अनि जुत्ता लायौँ। त्यसपछि गयौँ। आजको लागि यति नै, बाई बाई। अब भेटौँला नेक्स्ट मिनी ब्लगमा, बाई।